ल फाइनली गाइस हामी चाहिँ चट्ट लाएर यसपालि गाउँको दाइको चट्ट बिहे थियो। त्यो बिहेको अवसर पाएर हामी गाउँको सम्पूर्ण दाजुभाइ चाहिँ भेला भएको थियौँ होइन। भेलासेला भयो, टक्क लाएर खोटाङ गन्ती गयो, रमाइलो गऱ्यो, रातिको नाचगान गऱ्यो, सेकुवा बनाउने कार्यक्रम भइरहेछ। अलिक यो एकदम अर्ग्यानिक चिज पनि होइन, पाहाडको सिस्नु खाएको चिज हो। माल सिस्नु र भोज खाएको काने पुरा हामी सेकुवा बनाइरहेको छौँ। यतै टक्क यो टमाटर पोल्दैछ, चटनी बनाउने हामी टक्क लाएर अहिलेको होइन यो जाडोमा रमाइलो पनि गर्नुपर्छ, इन्जोय पनि गर्नुपर्छ जिन्दगीमा। हाम्रो मस्ती आइगर्नु यता हाम्रो दाइ होइन हाम्रो क्याप्टेन पनि यता मेरो भाइ टक्क लोबु यता चाहिँ सनम भाइ उता दिपराज भाइ सब हामी भेला घरमै बसेर टक्क आँगनमा टक्क बनाएर बजे टेक्लो टाकिसकेको छ होइन। सेकमा हानी फेरि सक्छ त सक्दैन नि हामीलाई। टेक्लो चाहिँ चट्ट पाकिसकेको छ, फेरि अर्को र दोस्रो हामी हाल्दैछौँ। हाम्रो दाइ खतरै हो नि त। जम्मू सम्मू टाइपको फेरको जम्मू सम्मू दिउँसो सब हाम्रो व्यवस्था। फाइनली ल म चाहिँ चट्ट यो चाखाएको छु है। यो चाहिँ चट्ट टेस्ट गर्नुपर्छ, कति कस्तो गरेर टेस्ट गर्नुपर्छ। चट्ट म चाहिँ टेस्ट गर्नु खोजिरहेको छु है। हेर्नु कस्तो टेस्ट हुन्छ यो चाहिँ लटको चट्ट चाख्नु त। ल फाइनली ल हामीले सुरु गरिसक्यो। उहाँ बन्दै पनि छ, पाक्दै पनि छ, यतातिर सुरु पनि भइसक्यो है। अर्ग्यानिक ल चट्ट चस ल मेरो चाहिँ डिउ है। फेरि म दारू पनि खासै मन पराउँदैन क्या। चलाएर जाँदैछ है हाम्रो लास्ट हो फेरि खाँदै पोल्दै है। आजको हाम्रो यो सेकेन्ड सेप हो। टक्क केटोले दामी बनाउँछ मालहरू चाहिँ टक्क लाएर कोदोको प्योर अर्ग्यानिक यो चाहिँ टक्क लाएर मेरो यो चाहिँ अब के को भन्ने अब हेऱ्यो भने थाहा हुन्छ होला होइन। तोरीको तेल जस्तो छ, तोरीको तेल जस्तो यो पनि के कोदोकै हो। अर्ग्यानिक कि अर्ग्यानिक तान्दियो राई कान्छोले तान्दियो ल चट्टै तान्दिरहेको नि त ल। चलाएर आज त है जस जाडो पनि जान आँट्यो, अन्तिम बिदा जाडोलाई विशेष। फेरि बसाइ पनि हाम्रो अर्ग्यानिकै छ, परालो ओछ्याएर भाइ पनि अर्ग्यानिक, बसाइ पनि अर्ग्यानिक, मान्छे पनि अर्ग्यानिक। अनि सक्छ त कसैले लोकल आज चाहिँ मजाले खाना खाउँ भनेर एउटा छोटो मिठो आज होइन बदल काटेर चाहिँ हामीले आज सानोतिनो यसो भेटघाट गरिएको छ। रमाइलो लागिरहेको छ, खुसी लागेको छ एकदमै। फेरि त्यो दिनहरू जुन हामी बच्चामा भेटघाट गरेर खाइएको थियो, आज त एकदमै बबाल, एकदमै चिलमा होइन त एकदमै त्यही दिन। फेरि आज गाइस हामीले चाहिँ मोडल पनि है घोचेको नमरेर दुई भाइ दाइले उहाँ दाइले सिलसँगै घोचेको सुँगुल बँदेललाई टिप्दै पछार्दै गर्नु अरे क्या नमरेर। यो चाहिँ घोच्ने मान्छे फोक्सोमा घोचेर ध्वंस बनाएको छ। किन मरेन भनेको फोक्सो र छ्याम्रा बनाएर सास त फोक्सोबाट फास्ट मुटुमा घुच्नु भने फोक्सो गाह्रो छ। ल यो चाहिँ हाम्रो लास्ट लटको आइसक्यो। ल लास्ट लट पनि फेरि आइसकेको छ। ल हेर त ल कति अताल हो त यहाँ पुगेकै छैन, 4 केजी जति भइसक्यो। ल केटाले हो
जिब्रो पनि यति लाना कुकुर निकालेर तानिरहेछ अब म पनि सुरु गरिदिनु पर्यो लास्टमा ल